खरसाङको ट्रु फ्रेन्ड प्रोडक्सनको ब्यानर र दार्जिलिङको वैष्णवी प्रोडक्सनको सहयोगमा निर्माण भएको नेपाली चलचित्र स्वर्ग यात्रा ऱ्याप्चर 26 दिसम्बरको दिन खरसाङको फेन्टासिया सिनेमा गिद्धे पहाडमा दिउँसो 1 बजे र बेलुकी 6 बजे अनि 30 दिसम्बरको दिन भानुभवन दार्जिलिङमा दिउँसो 1 बजे भव्य रूपमा प्रदर्शन भयो। Sini barangkali pulang bergerak itu azabu कार्यक्रमको प्रमुख अतिथि साथै विशिष्ट अतिथि महोदयलाई उहाँलाई माल्यार्पण यो उहाँको उपस्थिति प्रदान गरिदिनुहुन विनम्र अनुरोध गर्न चाहन्छु। 2 घण्टाभन्दा अधिक समय रहेको यस चलचित्रमा दार्जिलिङको धेरै ख्याति प्राप्त कलाकारहरूले अभिनय गरेका छन्। खरसाङ तथा दार्जिलिङको विभिन्न ठाउँहरूमा छायाङ्कन गरिएको यस चलचित्रले केवल स्थानीय मात्र नभएर विश्वभरि नै छरिएर बसेका नेपाली जातिको मन अवश्य जित्नेछ भनेर धेरैले दाबी गरेका छन् तथा यस चलचित्रले दर्शकहरूमा निकै लोकप्रियता हासिल गरिरहेको छ भनेर हाल यसमाथि चर्चा चलिरहेको छ। अब चाँडै नै यस चलचित्र दार्जिलिङ, सिक्किम लगायत देश अनि विदेशको विभिन्न ठाउँहरूमा प्रदर्शन हुनेछ भनेर जानकारी यस चलचित्रको निर्माता तथा निर्देशक प्रकाश छेत्रीले दिएका छन्। मैले भन्नु हो भने अब दार्जिलिङबाट यसरी चलचित्रहरू बनिँदैछ, यो एउटा दार्जिलिङको उज्जवल भविष्यको एउटा उयो हो, के अरे हुँदैछ भन्ने लाग्ने हो। अनि जतिले गरेको छन् हामीहरूको प्रोफेसनल कोही छैनन्, तर अब एकदमै एमेच्योर आर्टिस्टहरूबाट पनि यति प्रोफेसनली गरेको देख्दा खुसी लाग्यो। भविष्य राम्रो छ, अन्त चलचित्र पनि राम्रो लाग्यो। स्वर्ग यात्रा राम्रो लाग्यो। सबैले सानो सानो रोल भए पनि राम्रो गरेको रहेछ है। आदित्यले राम्रो गरेको रहेछ। अब धेरै वर्ष बाद अगाडि गरेकोहरू सुटिङ अब सुनेको मैले पहिला हुँदै थियो भनेर फेरि अहिले भएछ। सबै कलाकारहरू राम्रो गरेको रहेछ है। अन्तखेरि खुसी लाग्यो अब नेपाली चलचित्रहरू यसरी घरिघरि आउँदैछ है। हामीलाई पनि खुसी लाग्छ। हाम्रो यहाँको लोकल झन् हामीले प्रोत्साहन गर्नुपर्छ भनेर नै हामी आएको है। प्रिमियर हेरेँ। सबभन्दा पहिला मलाई निम्तो पाएर जुन चाहिँ सम्मान दिनुभयो यस चलचित्रले, त्यसको लागि धेरै धेरै धन्यवाद। अनि यो धार्मिक कथामा आधारित एकदमै राम्रो चलचित्र अनि कलाकारहरूले पनि उत्कृष्ट अभिनय गर्नुभएको रहेछ। अनि सिनियर त ठिकै छैन, उहाँहरूले त गरि नै रहनु भएको छ। अनि जुनियरहरूले मसिनो नानीहरूले जति पनि अभिनय गरे एकदमै राम्रो, र डाइरेक्टरलाई पनि धेरै धेरै बधाई।